सबैले भन्छन् स्वर्गमै जान्छु जान्छु पो भाइ हो कसरी। सबैले भन्छन् स्वर्गमै जान्छु जान्छु पो भाइ हो कसरी। नेपाल हाम्रो देश कति राम्रो ख्रिसको पाइला टेकेर। नेपाल हाम्रो देश कति राम्रो ख्रिसको पाइला टेकेर। उकाली बाटो नढाउँदै पापको बोझ लिएर। उकालो बाटो नढाउँदै पापको बोझ लिएर। सुखले बाँचो संसारमा येशूलाई जीवन दिएर। सुखले बाँचो संसारमा येशूलाई जीवन दिएर। सुखको माने भुलेर के होला व्यर्थै जिएर। सुखको माने भुलेर के होला व्यर्थै जिएर। हाँसेर आँसु सुक्दैन रोएर दुःख लुक्दैन। हाँसेर आँसु सुक्दैन रोएर आँसु लुक्दैन। ख्रिस्त बिना ख्रिस्टलाई बिना नसम्झी स्वर्गमा हामी पुग्दैन। ख्रिस्टलाई बिना नसम्झी स्वर्गमा हामी पुग्दैन। बुद्धिले घमण्ड गरेर जीवन यहाँ के होला। हालेलुया, परमेश्वरलाई महिमा भएको होस्। साँच्चै नै पापबाट पश्चाताप आज नै भोलि त अबेर होइजाला। हेर न आज पिताले हामीले कस्तो प्रेम गरे, तपाईँ र मेरो पापको साटो खिस मोरेथे अनि क्रुसको बन्धन के मिठो उद्धार पाउनु मूर्खता मात्र हुनेछ नास्नेवाला जीवनमा भनेको छ। यहाँ परमेश्वरलाई धन्यवाद। साँच्चै नै सबैले भन्छन् स्वर्गमै जान्छु, तर जान्छु पो भाइ कसरी। आज साँच्चै नै मानिसहरूले आज मरेपछि चाहिँ स्वर्गमा बास होस् भनेर छ है। तर स्वर्गमा चाहिँ कसरी जान्छन् त, कसरी बास हुन्छ भन्ने कुरा के हामीले अनि संसारमा हुँदाखेरि के स्वर्गीय पितामाथि विश्वास गरेका छौँ। स्वर्गमा बस्नुहुने मानिसलाई बनाउनुहुने सृष्टि गर्नुहुने सारा पृथ्वी अनि स्वर्ग सिर्जन हुने सृष्टि गर्नुहुने परमेश्वरले के हामी विश्वास गरेछौँ। उहाँ चाहिँ हाम्रो सृष्टिकर्ता हुनुहुन्छ, मानिसलाई बनाउनुहुने अनि पृथ्वीमा भएको सबै कुरा यावत ठोकलाई बनाउनुहुने ब्रह्माण्डलाई निर्माण गर्नुहुने बनाउनुहुने परमेश्वर, उहाँको वचनद्वारा बनाउनुहुने परमेश्वर अनि स्वर्गमा हुने